आर्मी नै बनायो आज कस्तो भइरहेछ त राजेश भन त मलाई बिहाल भइरहेछ बिहाल भइरहेछ बसेर अनि बिहाल भन्दिनु के गर्नु गर्मी आउनु बित्तिकै हुन थाल्यो नि त पर भन्दा गर्मी रहेछ के भने त्यस्तै हो के गर्ने त्यस्तो छ क्याफे रहेछ फोटो भन्दा नि माछा हेर्नुपर्छ नि माछा बिल्डिङ हो नि खक्रक ठोक्रक कता कता मिसिएको रहेछ आउता छिरेर अहिले खोबरमा आइपुगिसकेको छ हामी चाहिँ खोबर समुद्रको छेउमा आइपुग्यो कहिले सक्छ चाहिँ रिपेयरिङ हुँदो रहेछ सकिएको छ कस्तो भइरहेछ त राजेश नि रिपेयरिङ हुँदो रहेछ यस्तो छ यो चाहिँ गइ नहुने रहेछ अझै पहिलादेखि देखाएर साथ दिनु होला सबैले हेरेर साथ दिनु होला है समुद्र त हेर्नुँदै कहाँदेखि देख्नु चाहिँ पुरै घामले गर्दा क्या पुरै केही देखेको छैन उताको समुद्र त यहाँ मुनि माछाहरूमै काठी हेर्नु आएको छ तातो लाग्छ कहाँ काटिन्छ अब फिल त कस्तो हुने यार पुरा माछालाई पहिलोचोटि आएको हो 4 साल हुनु आयो साउदी आएको तर खोबर फिल बेटर पुरै तातोले गर्दा क्या पसिना चुइरहेको छ यहाँ लास्टै गर्मी भइरहेछ हौ प्रकाश यता भ्लग बनाइरहेको छ म पनि बनाइरहेको छु यस्तै छ है खोबर चाहिँ यस्तो रहेछ है पहिलोचोटि आएको 4 सालमा पहिलोचोटि हो गाह्रो छ त्यस्तो पहिला चाहिँ आउनु केटाहरू चाहिँ आउँथ्यो म चाहिँ आएन अहिले अब घर जाने टाइम पनि आयो त्यो भएर घुमेर आएर साउदीको खबर पनि कस्तो छ भनेर हेरौँ भनेर आएको खोइ के हेर्नु भयो त यहाँ आएर त यता पर बनाउँदै रहेछ बन्द भएर बन्द छ यतादेखि अब हुँदै हेर्नु राज त पर बसिरहेछ हो तातो भएर लास्टै उसलाई
अनि समुद्र चाहिँ छैन अब कहाँदेखि हेर्नु र समुद्र यसलाई पुरै बन्द छ त्यो घाम निक्लिँदा त बाफ उठेर नि बाफ उठेर त देख्दै नदेख्दो रहेछ छेउछाउ त नि गाह्रो गर्मीले गर्दा नि यस्तो छ यहाँ त चिसो सक्ने यो चाहिँ समुद्रको छेउमा भएर लास्टै गर्नु रहेछ 2 ग्राम मासु घट्यो जस्तो छ 2 ग्राम घट्यो जस्तो छ आज भन्नु न यत्रो झोला भिराको भनेर आर्मी ट्रेनिङ दिइरहेको दुजुलाई चाहिँ अनि उहाँ भन्छ म त होइन सक्दैन होला म बोक्दिन्छु भन्ने भन्यो अनि आफै भन्यो भाइहरूले सक्दैन होला म बोक्दिन्छु म त अनि त्यो कालो टी सर्ट लाउने हो कालो टोपी चस्मा चस्मा हो त्यो चाहिँ कस्तो बिल्डिङ हो नि कहाँ आइपुग्यो भनेको त यार कहाँ आइपुगै गरेन रहेछ नि यार ओ कहाँदेखि छिर्नु पर्ने यार भित्र दोजोहरूलाई आर्मी ट्रेनिङ दिँदा नै हुँदैन हो त्यो चाहिँ के हो पिपल ल यहाँ देख्यो क्या पिपलको रुख चाहिँ नि ठुलो पर्छ त यार पिपल पनि के भने चाहिँ भन साथी हो यो चाहिँ हामी चाहिँ पिपल भन्छौँ है यहाँ झन् ठुलो रहेछ पिपलको रुख रहेछ अक्सिजनको लागि धेरै राम्रो क्या त्यो पिपल सबैभन्दा धेरै अक्सिजन दिने नै पिपलको रुख हो है हामी चाहिँ अब के भन्नु र त इङ्ग्रेजी आउँदैन है भन्थ्यो त्यस्तै हो अब कता गएको हौ अब चाहिँ यहाँदेखि भित्र छिर्नु पर्दैन कुनादेखि आएको